कति कति पर्छ सेटको? यो चाहिँ तपाईको 25 को छ त्यो चाहिँ। 20 पाउनु यस्तो रहेछ। 10 मा हेलो नमस्कार सम्पूर्णमा। भोलि चाहिँ हाम्रो किराती आइयोखाको साकेला बेलायतमा हुँदैछ। भोलिको लागि चाहिँ आजै नै हामीले तयारीको लागि स्टलहरू यहाँ हामीले चाहिँ बनाउन लागिरहेका छौँ। हाम्रो दायरामा यहाँ सुरु गर्दैछ कि हाम्रो धेरै 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 सबैले बनाइसकेको छ। हामी कति यहाँ अहिले यहाँको 7 बज्यो। 7 बजे बेलुकीको भयो घाम चाहिँ लागिरहेछ। अब हामी बनाउने हो। झन्डै ठाउँ पाइएन। अब यहाँ बसेर भोलि हामी साकेलामा खाने नाच्ने। ल दाइरामा सुरु अब है त। ल यतिको घर बनाउँदैछौँ है हामीले। अब यति बनाइयो। अब यो राख्ने हो। यस्तै गरेर टक्कसँग यस्तै बनाउने हो हाम्रो पनि घर। भोलि यहाँ बसेर सेकुवा यतापट्टि तोङ्बा खाने हो टक्कसँग। हुन लाग्यो दाजु सक्यो लास्ट है। हेलो हेलो हेलो। ल हाम्रो चाहिँ अब सकियो है काम। टक्क 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 भोलि अब जाम 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 ट्याङ 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 कान्द्राङ खुन्द्राङ गरेर यहाँ नाच्ने हो हामी है। अब आज सकियो हाम्रो बस्ने घर बनाइसक्यौँ। यहाँ कतिको छ बस्ने घर है। कति कति धेरै छ यहाँ है। भोलिको लागि जोस् हाम्रो इलाममा एकादशी मेला जत्रै लाग्ने रहेछ क्या भोलि चाहिँ। अब हाम्रो मान्दै बनाइसक्यो। अब भोलि यो घाँसहरू भोलि हुँदैन। अब यो पुरा माटोमा मिल्छ। लगाइस् आजलाई यति नै। अब भोलि पूर्ण कार्यक्रम लिएर म तपाईँहरूको साथ उपस्थित हुनेछु। हस् त आजको लागि बिदा दिनुहोस्। धन्यवाद नमस्कार। सेवा सेवाङमी। ल हामी लाग्यौँ अब गाडी चढेर मोटर चढेर सर र भोक पनि लाग्यो। भात खाइएको छैन। हामी चाहिँ अब लाग्यौँ साकेलातिर है। कस्तो देखिएको छ मलाई है करै हो। यता बिन्दिया हाल्दैछन् बिन्दिया। लुलु फोटो खिच्ने भने तपाईँहरूलाई 5 रुपियाँ 5 रुपियाँ मात्रै ठ्याक ठ्याक 5 रुपियाँ फोटो खिच्ने भने खिच्ने हो। त्यही झर्ने भयो मान्छे गरेर। यतिको मात्रै फुर्तिहरू छन् सकिएको नि। अब यहाँ नै तल 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 तल। हामी लाग्यौँ अब।
फोटो सेसन के गर्छ ल पानी ल हिँड्नु तपाईँहरू दाजु ल हिँड्नुहोस् तपाईँहरू हामी आयौँ पछि हाम्रो भरे टक्कसँग के छ मोमो चाउमिन अन्डा भरे खाने हो जानुपर्छ नि दाजु अन्त कहाँ तपाईँ जस्तो हेन्सम गर्ने भएर कसले साकेर नाच्नु दाजु ल बिग्रेछु उताबाट बस्नु तपाईँ पछाडि यस्तोमा यहाँ राख्छ यहाँ बुढो यहाँ साकेला लाग्यो साकेला ओके ल हामी फाइनली आइपुग्यौँ हाम्रो डेरामा हिजोको बनाएको डेरामा सबैजना हुनुहुन्छ उहाँलाई नमस्ते एकदम भिडाभिड भएर चाहिँ हामी यो बाटो नपाएर है अरूको जग्गाबाट निस्किँदै आएको हामी अरब स्टोरबाट अब अलिअलि खाएर चाहिँ अब नाच्नु जाने हामी सबैजना परिकारहरू चाहिँ यता छन् मान्छेहरू सबै आफ्नै आफन्त
मजाले हान्नुहोस्। पर्दैन होला आज त पर्दैन होला हौ। आज साइबर क्राइममा लाउने मान्छे आएको छैन। के छ हौ हाँयको बाउहरू? हाँयको बाउ, हाँयको आमा। हेलो जाउँ यता पर। ल अब चाहिँ सुरु भयो। प्राय सबैजना हाम्रो साकेला नाचरीहरू नाच्नेहरू सबै आइसकेको जस्तो लागिरहेको छ। जस हेर्नु होला, एकदम रमाइलो छ।
लन्डनको क्यामेराम्यान जानेको मनितालाई कल गरी हेर्नु त्यहाँ कसलाई मनितालाई मनिता के मित्र भाइहरू आज बुढाहरू पनि आएको छैन आज यहाँ बुढा खोजेर बुढा खोजेर चाहिँ उल्टी बनाएर कुट्नु पर्छ अरे ओ भाइ त्यसरी नल्याउनु न एङ्गल होइन हुन्छ केही पनि यसो लजाएको हेर नलजे खाऊ न के को लगाउँछ बढ्याम खाइँदैछ साकेला हात्ती साकेला खाइसक्नु आँट्यो नि तिमी त खानुभएको हो छ नि अझ छ नि त यहाँ भाडामा कति कति खाने हो छ होला कता कता आफ्नो ठाउँबाट आउनुभएकोहरू उहाँहरू चाहिँ लन्डनबाट आउनुभएको रहेछ है लन्डनबाट आउनु साकेला नृत्य देखाउनु लागि यहाँ आउनुभएको उहाँहरू यहाँ अर्कै ग्रुप आएको थियो तर यो ग्रुप थाहा भएन र यस साकेला सिली झाँकीको नेतृत्व सिलिमानमा सुमित्रा बन्द अध्यक्ष हुनुहुन्छ मेस्टोन प्रकाशको उहाँले नेतृत्व गरिरहनु भएको छ र त्यस्तै गरेर सिलिमानका नवीन साम्राङले नेतृत्व गरिरहनु भएको छ र यो एउटा किराँतहरू प्राकृतिक सुझाव भएको हैसियतले अहिलेको आजको सिली प्रदर्शनमा 4वटा सिली प्रदर्शन गर्न गइरहेको छ र अहिले यो सुरुको यो 1 नम्बर सिली
साथीहरूलाई छोडी अनुरोध गर्दछु। यो चाहिँ हाम्रो पुर्खाहरूले चलाएर आएको यो के भन्छ पेचा भयो यो के हो त्यो त्यहाँ 3 पाने रक्सी पार्ने यो है रक्सी मिठो मिठो झार्ने हाम्रो पुर्खाहरूको यो ड्रेस भयो हाम्रो मुद्दुम अनुसार यो हाम्रो 3 चुला यहाँ यही राईहरूको यो 3 चुला हो। यसमा चाहिँ हाम्रो हरेक कुलभित्रहरू चाहिँ हाम्रो यो 3 चुलाभित्र गरिन्छ। यो भनेको डालो टपरी अनि यो चर्खा भयो हाम्रो अब चिन्डो सजिएको देख्नु पायौँ हाम्रो ढोल डालो नामोदेखि लिएर मादल मुला ठेक्की राख्नु ठेक्की भुट ठेक्की राडी है कपडाहरू पनि सबै राईहरूकै रहेछ। सुन्ना ज्वेलरी एन्ड कलेक्सन भविष्यमा उसले के बोक्नेछ भनेर त्यो हामीले चाहिँ त्यो नछौँ त मान्छेले चाहिँ बच्चो काटेर त्यो हेर्नुपर्छ र त्यसरी उसले हेरिसकेपछि व्यक्तिमा आइपर्ने एउटा दुःखदायी घटनाहरू छन् भने त्यसलाई रोकथामको लागि प्रयासहरू गर्ने गरिन्छ र यसको लागि पनि एउटा हाम्रो किराँत राईहरूको जीवनमा तयारी भनेको एउटा महत्त्वपूर्ण र हाम्रा नछौँ समाजले मान्छेले चाहिँ एकदमै जिन्दगीको किराँत राईहरूको चाहिँ एउटा सुविधाको लागि सुख सुविधाको लागि चाहिँ उहाँहरूले चाहिँ त्यो बाटो अपनाउनुहुन्छ र त्यसो भएको हैसियतले यो सिली अत्यन्त ऐतिहासिक महत्त्वपूर्ण रहेको छ किराँत राई समुदायमा र यो जो कोही कसैको राईहरूको पनि आफ्नो जिन्दगीमा आइपर्ने साह्रो गाह्रो अप्ठ्याराहरूलाई फुकाउनको लागि मान्छेले चाहिँ एउटा महत्त्वपूर्ण गर्छ र त्यस पछाडि अर्को अब सिली नाच्न लागिरहेछ। यो 300 नम्बरको सिली यो चाहिँ भौवा सिली हो। यो चाहिँ भौवा सारो राई रहेछ। उहाँको बहिनीको नाम चाहिँ मना राईहरू कहाँ हुनुहुन्छ? मना राई बहिनीको नाम चाहिँ धनी कहाँ हुनुहुन्छ? यहाँ हजुरको फेरि विशेषता लिइराख्नु भएको माया मोमो हाम्रो नेपालीको फुड माया मोमो स्टलहरू
ओहो उहाँहरू एकदम फोटो सुट हुँदै भइरहेको छ है। कोदोको कोदो चोली लुङ्गी साडी ये है तेरे होने वाला अनि बहिनी आराम हुनुहुन्छ? के चाहियो अरे हो? एकदम आरामै छु दाजु ल हेर्नुस् है। के हेर्नु हेरौँ त नि? पेचुरीको सेट। पेचुरीको सेट यो सेट बनाइदिनु। सेटको चाहिँ कति पर्छ सेटको? यो चाहिँ तपाईको 20 पाउन्डको छ त्यो चाहिँ। जो 20 पाउन्ड त्यस्तो रहेछ। 10 पाउन्डको 5 पाउन्डको सबै खालको बन्छ। ल कस्तो? त्यो सेट हो। त्यो चाहिँ सेट रहेछ। अन्त यो र यो चाहिँ 5 पाउन्ड हो। यति लानुभयो भने 5 पाउन्ड। सेटै लानुपर्छ होला है। सेटै हालिदेऊ न त एउटा चाहिन्छ भने। सेटै गर्नुहुन्छ? हजुर। एउटा सेट बनाइदिनु न बहिनी। यो सेटै हाल्ने के छ? क्यास त छैन। ए क्यास भयो भने हुन्थ्यो है, कार्ड नचलेर। ए हो मात्रै हो। हुन्छ। हालिदेऊ नि त एउटा ल।
बनाउँछु अहिले नमस्कार है भाउजू नमस्कार ढोक्दी है हजुर कतिखेर आउनुभयो कतिखेर आउनुभयो ए हो ल अब तपाईँहरू सबै नाच्नु होला म भिडियो गर्छु अहिले है त हस् हस् ल नाना हस् धन्यवाद नाना ल ए भाउजू चट्ट खाने हुन्छ जुनै भए पनि दाजु अब के छ चरा चाहिँ नखाउँ यो म जेमसन खानु पर्यो दाजु हजुर
यस नमस्ते त्यसको नाम त दिवस हजुर दिवस हजुर हजुर भाउजूहरू कहाँ हुनुहुन्छ जेठी भाउजू माथि हुनुहुन्छ मनु भाउजू त यहाँ नाचिरहनु भएको छ हजुर अनि के भन्छ जेठे दाइको छोरा पनि आएको फाइनली गाइज अब रात पर्दा पनि गइसकेको छ कति बज्यो 6:54 पनि भइसकेको छ अब बिस्तारै बिस्तारै साकेला नाचहरू चाहिँ अब सकेर घरतिर जाने कार्यक्रम हुँदैछ र पनि अहिलेसम्म पनि अब भिड चाहिँ त्यतिकै छ भन्नुपर्छ र पनि अब हल्का हल्का 100मा अझै पनि छ 80% चाहिँ अझै पनि छ 10% चाहिँ गइसक्नु भएको छ उहाँहरू भोलिको कतिको ड्युटी होला कतिको के होला अझै पनि छाड्नु भएको छैन उहाँहरू तर हाम्रो यहाँ चेलीबेटी भाउजूहरू यहाँ हराएर कुन नाचमा पस्यो अब यहाँ एउटा छ यहाँ पर्छ एउटा नाच्दैछ अब साकेला थानमा फोटो खिच्ने कार्यक्रमहरू त्यहाँ भइरहेछ म तपाईँलाई देखाउन सकिनँ यहाँ अलिक टाढै भएको कारणले यहाँ मेरो अर्को हातमा पनि मेरो केही छ केही मसँग छ त्यो भएर मैले जुम गर्न सकिनँ सरी ल हेर्नु होला अझै पनि मान्छेहरू 2-3 हाराहारीमा अझै पनि नाचिरहेको छ अहिले चाहिँ म एक्लै छु यहाँ मान्छे हाम्रो टिमहरू हराएर चाहिँ पुरा खोजिरहेको छु म हो कहाँ छ को छ कता छ ओहो मान्छे हरायो खोज्दैछु म यहाँ कहाँनिर छ भनेर म खोजिरहेको छु दाइ भाउजू भाइ बहिनी सबै हरायो म मात्रै मलाई बचाऊ यो भिउमा मैले कहाँबाट भेट्ने होला हाम्रो साकेला थानतिर छ कि कतै उहाँहरू फोटो खिच्दै हुनुहुन्छ कि मेरो खोज्ने कार्यक्रम एकदमै जारी छ यो हाम्रो चाहिँ दाइहरूको किराँतीहरूको साकेला थान यहाँ पूजा गर्नुपर्छ यहाँ पूजा गरिसकेपछि मात्र हाम्रो सबै अब नाच्ने ढोल नाच्ने कार्यक्रमहरू हुन्छ नत्र हामीलाई हुँदैन यता यहाँ हेर्नु त यहाँ हेर्नु यता हेर्नु न हेलो खै त हेलो गर्नु हेलो हेलो यो टिकीकोलाई यो मलाई दिनुहोस् है यो म लान्छु फाइनली अब चाहिँ हाम्रो त लास्ट भइसकेको छ अब टक्क हाम्रो साथीहरू दाइहरू भाउजूहरू आदरणीय दाइहरू म भन्दा त माथि आदरणीय दाइहरू हुनुहुन्छ आदरणीय भाउजूहरू नानाहरू उहाँहरू आउँदै हुनुहुन्छ अब हामी चाहिँ अब सक्यो हुन्छ आजको साकेला हाम्रो यस्तै रहेछ गाइज अब बिच बाटोमा कतिखेर भेटौँला खाजा खाने कार्यक्रम मेरो चाहिँ यत्रो भोलि वर्ष राम्रो खायो डुल्यो घुम्यो हग्यो बुझ्ने ठाउँ चाहिँ राम्रो थिएन अलि राम्रो पायो डोलाएर खपिसक्नु थिएन धेरैवटा टोइलेट राख्नुहोस् नभए साह्रै त्यो हग्नु बुझ्नु चाहिँ राम्रो व्यवस्था गर्नु पर्यो उहाँहरू चाहिँ आफ्नो नम्बरी लाउरे पार्टीहरू पहिला सँगै फोकलेनमा लडाइँ खेलेको अरे त्यही भएर चाहिँ यिनीहरू गफ ल्याएको छ यिनीहरू त सरी उहाँहरू हाम्रो दाइको नम्बरहरू सबैजना
एउटै नम्बरी भएर चाहिँ कुरा मिलेको यसरी एउटै लाउरेहरू सबैजना पोक्लेट नम्बरी टापुमा लडाइँ भएको अरे अरे त्यही भनेको त्यही भएर चाहिँ कुरा मिलिरहेको छ अहिले यसकै बारेमा कुरा भइरहेको छ हामी चाहिँ फेरि चाउरे फेरि हामी ऊ भने लाउरे नि हामी चाउरे पोक्लेटको टापुमा चाहिँ लडाइँ खेल्ने लाउरेहरू हेर्नु उहाँहरू चाहिँ एउटै नम्बरी फाइनल गाइज हाम्रो चाहिँ अब साकेला सकियो अब साकेला सकेर चाहिँ हामी अब घरतिर जाँदैछौँ दाईहरू पसिसक्नुभयो यहाँ बहिनीहरू हाम्रो दाई अहिले चाहिँ हामी गइसक्यौँ अब हाम्रो भाइ आउँदैछ अब हामी चाहिँ लाग्यौँ बसहरू पनि यहाँ टनाटन काटाकुटुक छँदैछ दाजु लो हाम्रो रोहन पनि आइपुग्यो ल ल रोहन म त कहाँ यहाँ पसिहाल नि त्यहाँ